एक दिन यस्तो समय संसारमा आइराखेको छ कि मान्छेले पाप गर्छ नि, मान्छेलाई यहाँ घोस्नु छोड्छ। बाइबलले भन्छ अधर्मीले अधर्म नै गरिरहोस्, पापीले पाप नै गरिरहोस्, घिनलाग्दोले घिनलाग्दो काम नै गरिरहोस्, फोहोरीले फोहोर काम गरिरहोस्। त्यो चाहिँ यस्तो समय हो जब चाहिँ मान्छेले पाप गर्छ कि तर मान्छेलाई थाहै हुँदैन मैले पाप गरेँ कि धर्म गरेँ। अहिले त्यस्तै छ होइन हजुर? पाप के को धर्म, सब त यी नै हो। यहाँ जे सोच्छौ त्यही हो। मैले राम्रो सोचेँ म राम्रै हेरेँ, मान्छे मारे तापनि म राम्रै हेरेँ। तर तपाईँको यहाँ दुख्दैछ भने नि यो चाहिँ पवित्र आत्मा हुनुहुन्छ हो। यो ठाउँबाट चाहिँ परमेश्वर तपाईँको जीवनमा काम गर्न चाहँदै हुनुहुन्छ हो। यो ठाउँबाट चाहिँ परमेश्वरले तपाईँलाई बनाउन चाहँदै हुनुहुन्छ हो। त्यो ठाउँलाई चाहिँ जहिले पनि बल्न दिनुहोस्, यो ठाउँलाई चाहिँ जहिले पनि जल्न दिनुहोस्। यो आगो जुन दिन निप्छ नि तपाईँ मरेको मान्छे हुन्छ। यो आगो जुन दिन निप्छ नि तपाईँसित पवित्र आत्मा बोल्न छोड्नुहुन्छ। बाइबलले भन्छ धर्मी मानिस चाहिँ 7 पल्ट लड्यो भने पनि फेरि उठ्छ। धर्मी मान्छेको चिनो के हो भने नि हो यहाँको सुन्छ उसले। धर्मी मान्छे चाहिँ त्यो मान्छे हो जसले चाहिँ यहाँ बोल्दै गरेको आवाजलाई सुन्छ नि भन्छ म फेरि उठ्छु, मैले काम बिगारेँ तर म फेरि उठ्छु अनि त्यो बाटोमा फेरि हिँड्छु। धर्मी मान्छेको चिनो चाहिँ त्यो हो। ऊ अधर्ममा लड्छ, गिर्छ, ऊ पनि कमजोर छ, तर उसले यहाँ भित्रको आवाजलाई सुन्छ जहिले पनि। तपाईँले कसको आवाज सुनेर आउनुभयो यहाँ? धन्यवाद तपाईँहरू जतिजना आउनुभयो, धन्यवाद तपाईँहरू जतिजनाले यहाँको आवाज सुनिकन भन्नुभयो प्रभु म आउँछु। तपाईँहरू सबैजना सफल हुनु न, सबैजना भयङ्कर हुनु न। कतिजना लड्दै आउनुभएको छ, कतिजना यो बिहानसम्म तपाईँ पापमा खेल्दै हुनुहुन्थ्यो, कतिजना तपाईँ अधार्मिकतामा खेल्दै हुनुहुन्थ्यो, कतिजना हारेको जीवन जिउँदै हुनुहुन्थ्यो। तर यो बिहान परमेश्वरलाई महिमा होस्, परमेश्वरको स्तुति होस्, तपाईँलाई परमेश्वरले यस ठाउँमा फर्काएर ल्याउनु भएको छ, किनभने परमेश्वर तपाईँसँग बोल्न चाहँदै हुनुहुन्छ। आमेन आमेन आमेन। तपाईँको यहाँ पवित्र आत्माको सामदान बोलिराखेको कारणले गर्दा तपाईँलाई परमेश्वरले यहाँ ल्याउनु भएको छ। सामदान हो यो आत्माको, स्वर्गको ज्योति बल्छ, तुरिँदैन तेल अब, अँध्यारोले ढाक्छ जब, उज्यालोमै बाँच्न आऊ, यीशुसँगै साइनो लाऊ। हितोपदेशले भन्छ मान्छेको यहाँ भित्र एउटा दियो बल्छ अनि त्यो चाहिँ स्वर्गको ज्योति हो, स्वर्गको दियो। यो दियो चाहिँ निप्न दिनु हुँदैन।